गुड मर्निङ सबैजनालाई। बिहानीको सुरुवात एक कप चायबाट हामी गर्दछौँ। मौसमहरू हेरेर चराचुरुङ्गीको आवाजहरू सुनेर मनलाई आनन्द मिल्दछ। अब दैनिक कार्य सुरु हुन्छ फेरि हाम्रो। भैँसीलाई घाँस हाल्ने, पानी खुवाउने, बाख्रालाई कुडो। अस्मे अस्मे कुडो पाक्यो होला, त्यो एकछिन सेलाउन हाल अनि अहिले दिउँला। अहिले बाख्रा सारेर कुखुरालाई दाना हाल्नु पर्यो। पानी नि दियो। शाबास, गुड। यस्तै छ अब हाम्रो दैनिक कार्यहरू। बाजुले उहाँ भैँसीलाई दाना पानी गर्दै हुनुहुन्छ। यस, गाउँघरमा अब गाउँघरमा काम यस्तै त हो नि। अब बाख्रा पाल्ने, भैँसी पाल्ने, कुखुरा पाल्ने। अब हाम्रो गाउँ यही हो, हेर्नुहोस्। बुहारी नानीले अब सब्जी पकाउन सुरु गरिसकिन्। भेन्डी पकाउने आज बुहारी नानीले। हाम्रो गाउँ यही हो, बाटो यस्तो छ, मजाको छ, जो भन्दैछ अघि। आज गाउँको मर्निङ भ्लग बनाउनु पर्यो क्या। बाख्रा पालनहरू पनि हुन्छन् मजाले। घाँस त्यति त पाइन्न, भए पनि त्यति दुःख छैन बाख्रालाई। तर भैँसीलाई चाहिँ गाह्रो छ नि ठुलो मामी घाँस काट्न। ठुलो काम होला यो। कानमा दुध छोड्न के माटो कस्तो खान लाग्यो? ओके, यो जिएमा रातलाई यो झिकेको हैरान गरेर तँ गाँठी किन हो? मैले नि हिजो अस्तिले यतै खुवाउनु भयो क्या मामले। कामहरू भइरहेछ।